नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ विवेक बिगे। म चाहिँ आईई इन्ट्रान्स एक्जाम 2081 को र्याङ्क 56 होल्डर। आज चाहिँ म यहाँ हजुरहरूमाझ आईई जस्तो कम्पिटिटिभ र डिफिकल्ट एक्जाम चाहिँ कसरी प्रिपेयर गर्ने, कसरी प्रिपेयर गर्दाखेरि चाहिँ यो थोरै समय पनि हजुरहरूले एकदम राम्रो र्याङ्क ल्याउन सक्नुहुन्छ र मैले आईई इन्ट्रान्सको लागि कसरी प्रिपेयर गरेँ भन्ने बारे चाहिँ मेरो केही अनुभव र सुझावहरू बाँड्न आएको छु। आईईमा चाहिँ बेसिकल्ली 4वटा सब्जेक्टबाट क्वेसन सोधिन्छ, म्याथ, फिजिक्स, केमिस्ट्री र इङ्ग्लिस। म्याथको चाहिँ 50 मार्क्स, फिजिक्स 40, केमिस्ट्री 30 र इङ्ग्लिस 20 मार्क्स गरी सोधिन्छ। +2कै सिलेबस बेस्ड भएर सोधिने भएकाले मैले चाहिँ कुनै सब्जेक्ट पढ्न सुरु गर्दा चाहिँ पहिला बेसिक कन्सेप्टहरू क्लियर गर्थेँ, अनि 12मा चाहिँ त्यो टपिकबारे 11-12मा चाहिँ त्यो टपिकबारे के पढ्यो भनेर चाहिँ त्यो फेरि रिभाइज गर्थेँ। अनि रिभाइज गरिसकेपछि चाहिँ जब मलाई फर्मुलाहरू याद हुन्छ, कन्सेप्टहरू याद हुन्छ, अनि मात्र म एमसिक्यू र न्युमेरिकलहरू प्र्याक्टिस गर्न जान्थेँ। एमसिक्यूहरू प्र्याक्टिस गर्दा चाहिँ मैले सकेसम्म डिफ्रेन्ट मेटेरियल्सहरूबाट धेरैभन्दा धेरै नै एमसिक्यूहरू प्र्याक्टिस गर्थेँ। मेरो स्ट्राटेजी चाहिँ के थियो भन्दाखेरि डेली फिजिक्स र म्याथको दुईटा च्याप्टर, इङ्ग्लिस र केमिस्ट्रीको चाहिँ एउटा च्याप्टर भ्याउने थियो। अनि जब मैले च्याप्टरहरू भ्याउँथेँ तब त्यो रिलेटेड एमसिक्यूहरू चाहिँ प्र्याक्टिस गर्थेँ। अनि एमसिक्यू चाहिँ मैले सकेसम्म धेरैभन्दा धेरै नै प्र्याक्टिस गर्थेँ, जसले गर्दाखेरि चाहिँ मेरो कन्फिडेन्स एकदम बुस्टअप हुन्थ्यो। अब 11-12मा चाहिँ हाम्रो बानी धेरै लेन्दी प्रोसेसले, कुनै पनि क्वेसनहरूलाई चाहिँ लेन्दी प्रोसेसले सल्भ गर्ने बानी बसिरहेको हुन्छ। तर आईईमा चाहिँ सफिसियन्ट टाइम नभएको कारणले गर्दाखेरि हामीले चाहिँ एकदम सजिलो र एकदम राम्रो तरिकाले चाहिँ सोल्युसनहरू गर्न सिक्नुपर्छ। हरेक सब्जेक्टको एमसिक्यू गरेसँगै हामीले चाहिँ डेली एउटा मक टेस्ट दिनुपर्छ। मक टेस्ट दिनुको फाइदा चाहिँ के हो भन्दाखेरि हामीलाई कस्तो टाइपको क्वेसन आउँछ थाहा हुन्छ र त्यस्तो टाइपको क्वेसनलाई चाहिँ कसरी थोरै समयमा ट्याकल गर्ने भन्ने पनि थाहा हुन्छ र एक्जाममा चाहिँ टाइम कसरी म्यानेज गर्ने भन्ने पनि अलिअलि आइडिया बसिसकेको हुन्छ।